मन्त्री पद फ्याँकेर घर फर्कने महावीर पुनको घोषणा। देश त यसरी पो बिग्रिएको रहेछ। जेनजी आन्दोलनपछि किताब बेच्दा बेच्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका महावीर पुनले मन्त्री पद फ्याँकेर घर फर्कने घोषणा गरेका छन्। अहिले पनि विभिन्न व्यक्तिहरू मन्त्री बन्न दौडधुप गरिरहेको बेला महावीरले आफूलाई मन्त्री पद बोझ भइसकेको गुनासो सुनाउँदै निर्वाचनका लागि तोकेको मिति फागुन 21 गते जसरी भए पनि चुनाव गराएर मन्त्री पद फ्याँकेर घर फर्किने एक अन्तर्वार्तामा बताएका छन्। मन्त्री बन्न अरू जो काहीलाई लोभ भए पनि महावीरले आफूलाई बोझ भएको भन्दै जसरी भए पनि फागुन 21 गते निर्वाचन गराएर मन्त्री पद फ्याँकेर घर फर्किने बताएका हुन्। अहिले आफ्नो भन्दा अन्य मन्त्रालयको काम लिएर मान्छेहरू मन्त्रालय आउने गरेको, त्यस्तै विभिन्न कानूनका कारण सोचे जस्तो काम गर्न नसकेको महावीरले गुनासो गरेका छन्। मन्त्री बनेपछि सबै काम गरिदिन्छन् भन्ने सोचेर असम्बन्धित काम र कुरा गर्न आउने गरेको बताएका छन्। मन्त्री बनेपछि भनसुन र सोर्स फोर्सबाट काम हुने गरेकोले गर्दा देश बिग्रिएको अनुभव गरेको महावीरले बताएका छन्। मन्त्रीको शपथ ग्रहण गरे लगत्तै महावीरले आफूले मन्त्री पद छाडेपछि फेरि किताब बेच्न हिँड्ने घोषणा गरिसकेका छन्।